आज हामी खेल्ने हो बाइक रेसिङ गेम। ल है त खेलौँ है त, कस्तो हुन्छ ट्राई हानौँ। मैले पनि फर्स्ट टाइम हो। ल खेलौँ। मैले साउन्डहरू अफ गरेँ। ल खेलौँ। ला तँलाई म चाहिँ अहिले कति पोजिसन 8 जनामा 5 जनामा छु। अगाडि बढ्दैछु। 4 जना पुगेँ। कसैलाई हिट हान्न चाहन्छु तर कसैलाई हान्न। पोजिसन 1 छ मेरो। यहाँ हेर्नुहोस्, लेभल 2 को उत्ता परपट्टि म हिँड्दैछु। चलो यहाँ के भयो? म त मरेछु त। ल जाऊँ अगाडि। 7 पोजिसनमा 6 पोजिसन 5 पोजिसन। म भर्खरै खेलेको कारण उब्रा छु, त्यसैले च्यानललाई लाइक सब्सक्राइब चाहिँ हानिदिनु होला र तपाईँलाई कुन गेम मनपर्छ लेखिदिनु होला। अनि म त्यो गेम खेल्नेवाला छु, ट्राई गर्छु। क्रस एन्ड हिट, एक हिट। योबाट टावरबाट बचौँ। सेकेन्ड पोजिसन, फर्स्ट पोजिसन। जाम अगाडि। म अगाडि गइसकेँ। फेरि पछाडि थिएँ। त्यहाँ हेर्नुहोस् माउन्ट एभरेस्ट। हामी जाँदैछौँ। ल उफ्रेँ म। ल जाऊँ। स्नोम्यान हेर्नु। स्नोम्यानलाई पनि कटाएर अगाडि बढ्दैछु। कतिखेर जित्ने हो? एक टक्कर हाले यो। के भन्छ मलाई थाहा छैन। अगाडि जाँदैछु। फर्स्ट भएँ म। ल गाइज, अब अर्को म्याच पनि हानौँ। फेरि फर्स्ट हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ नेपालको झन्डा छैन। एक्सिलेटर बढाऊँ, स्पिड बढाऊँ। ह्यान्डलिङले सहयोग गर्छ हामीलाई बाइक चलाउनु। अनि अब हामी फेरि आँटेको क्लेम गरौँ डेली रिवार्ड। अनि फेरि ग्यारेज जाऊँ। अझै बाइकहरू अपग्रेड गरौँ। 110 को ह्यान्डलिङ अनि 100 को यो 0 भयो। अब यो चलाम के हो यो रहेछ स्टन्ट रहेछ चाहिँ। फेरि हाम्रो फेरि हानौँ। एक हिट भनेको म त के भयो त्यो पल्टी गएछ गाडी नै। चलो हामी फेरि उठाएर बाइक चलाएर जान्छौँ। फेरि उठाएर जान्छौँ। स्टन्ट हान्नुको लागि मजा छ। अब 4 नम्बरलाई हानौँ भनेको बाँच्यो त्यो। 3 नम्बर बाँच्यो। 2 नम्बरलाई हानौँ है त। ल गाइज, हान्ने पाइनँ। अब 1 नम्बर त त्यो लडेर मरेछ। ऊ हेर्नुहोस् कत्रो बुस्ट हाने मैले। मरिन्जेल भएछ। हान एकअर्कालाई। हेर्नुहोस्, यसलाई मैले 15 पाएँ। 3 चोटि कि 4 चोटि हानेर। एक हिट हाने। अनि यसलाई हान्नु हिट। 3 नम्बर बहिनी हो यो रहेछ यो। फेरि जाम्प अगाडि। कुद्दैछु। पोजिसन 2 छ। फर्स्ट नहोस् त्यो। लाइक सब्सक्राइब गर्नु होला हेल्पको लागि। राम्रो फर्स्ट हुन्छु। तपाईँहरूले लाइक सब्सक्राइब नगरेर म सेकेन्ड भएछु। तपाईँहरूले लाइक सब्सक्राइब गरेको भए म फर्स्ट हुन्थेँ। अब सेकेन्ड भयो। अब म 125 को स्पिडमा आएछु। फेरि अब चलाउन आँटेँ म मेरो गाडी। अर्को दिन यसो फ्री बोनस हेरौँ। यो त एड हेरेर यो पनि चाहिएन। खेलौँ है त। ब्राजिल को छ आएको, कुन देशबाट आएको छ। अगाडि जाऊँ। ला ठोकिदिएँ मैले। फेरि ठोकौँ भनेको ठोक्नै परेन। भागिहाल्यो नि। अब सेकेन्ड पोजिसन छ। अब म फर्स्ट पोजिसनमा हुन आँटेँ। सेकेन्ड पोजिसनमा ठोकिदिउँ न भनेको बाँच्यो यो। अब जाम घाँटीमा हामी फेरि ओह्रालो फिनिस। म फर्स्ट भएँ। तपाईँहरूले लाइक गर्नु होला। अनि यहाँ फेरि यो म फर्स्ट भएँ। तपाईँहरूले लाइक गरिदिनु भयो होला कसैले। अनि 120 को ह्यान्डलिङ गरौँ। अनि 150 को यो गरौँ। 10 रुपियाँ यो सेभ गरौँ 10 रुपियाँलाई।
मलाई अलिक खोकी आइरहन्छ र यस्तो भएको 4 चोटि हानेर बाहिरै निकाल्दिएँ 10 चोटि हालेँ यहाँ चाहिँ मेरो एउटा साथी छ हाँसेको छ ऊ हेर्नुहोस् सुन्नुहोस् सुनेर भन्न सक्नुहुन्छ ढङ ढङ कि ढङ ढङ गरिरहन्छ यो 4 पोजिसन फेरि यसले पादी पठाएछ जा उता जा साला गाइस पादेर हाँस्दैछ बोला पागल साला यसको नाम चाहिँ इमे चिमे हो यसलाई नराम्रो कमेन्ट गरिदिनु होला यो इमे बोला है के काम गर्छ म 5 नम्बरमा आएछु यो इमेले पादेर 115 छ अब के गर्नु यसको त पैसै पुगेन अब फेरि खेल्नु आँटेको म्याच सबै अगाडि छ म 2 जना 8 नम्बरमा लास्टमा रहेछु म फेरि 7th-मा 6th-मा ल ठोकिने भएको मरि पठाएँ इमेल बोलायो उसको बोले ऊ जाँदैछ छ्या म मरेछु यो पालि लास्ट हुन्छ होला चलाम सबै अगाडि छ म मात्र पछाडि हो के हो यो अक्टोपस रहेछ 7 नम्बरलाई कटेँ मैले त्यसो 6 नम्बरहरू अनि 1 हिट हानेर 5 रुपियाँ पाएँ ल मेरो बाइक बिग्रियो अब म लास्ट हुन्छु स्योर हो तपाईँहरूलाई लाइक गर्नु भएन अहिले म लेभल 6 रहेछु अब योसँग लेभल 7 हो लेभल लास्टमा थियो म अब तपाईँहरू म चुज गर्छु यो होला यसमा पर्न सक्छ 120 परेछ ल्यान्ड प्राइस परेन अब केही छैन अब अब अर्को चलाम 155 सेभ गरौँ अब अर्को चलाम कुन ठाउँ चाइनामा आएँ क्या हो म नेपाललाई मन पराउनेहरू यो भिडियोलाई लाइक सब्सक्राइब र कमेन्ट गर्नु होला स्योर नेपाललाई मन पराउनेहरू मात्र गर्नुहोस् नेपाल चाहिँ एउटा यस्तो कन्ट्री हो जो कहिले गुलाम थिएन विदेशीहरू त्यो को अमेरिकन्सहरू आएर पनि हैन त्यो नेपाल कन्ट्रीलाई केही गर्ने सकेन के हाम्रो यो पनि हाम्रो बाइक जस्तै हो नेपाल पछाडि हो फेरि म चलाउँदैछु बाइक अगाडि त्यहाँ चाहिँ म भन्दा कति 5 जना रहेछ लु मरे अब त 8 जना भयो 7 जना भयो फेरि नेपाललाई मन पराउनेहरू लाइक सब्सक्राइब चाहिँ स्योर ठोक्नु होला नेपाल कन्ट्रीलाई जसले मन पराउनुहुन्छ त्यसले लाइक सब्सक्राइब गर्नु होला नेपाल कन्ट्रीलाई मन पराउने मान्छेहरू लु म ठोके गए 5 पोजिसनमा 5 नम्बरमा छु 50 रुपियाँ मात्र पाएँ अब 23 छ एक्सिलेटर बढाएँ मैले चलाम फेरि त्यही चाइनाको ठाउँमा म चाहिँ लास्टमा रहेछु तपाईँहरूले लाइक नगर्नु भएर रहेछ यहाँ नेपालको छिमेकी देशहरू चाहिँ इन्डियाहरू हुन् इन्डियाहरूको मान्छेहरूलाई पनि कम नहेर्नु इन्डिया पनि एउटा राम्रै देश हो गुलाम बसे पनि इन्डिया एउटा राम्रो देश हो त्यसैले इन्डियाको मान्छेहरू पनि आफ्नो देशलाई मन पराउनुहुन्छ भने कमेन्टमा इन्डियाको फ्ल्याग र रेड ह्याट स्प्यान गर्नुहोस् पोजिसन 3 भयो अब म केही नगरौँ अहिले पैसै छैन म अर्को भिडियोमा हिन्दी बोल्नेवाला छु गाइज
इन्डियाहरूले पनि त मन पराओस् न भिडियोहरू त के हुन्छ र इन्डियाको भन्दा अलिकति पावर त छ नि परमाणु बम भन्ने एउटा छ नि नेपाल र इन्डियालाई लाइक गर्नु होला नेपाल इन्डिया एउटा छिमेकी देश हुन् छिमेकी राष्ट्रिय देश प्लिज नेपाल र इन्डियाको मान्छेहरू चाहिँ लाइक र सब्सक्राइब गर्नु होला म त्यही आशा राख्दछु यहाँलाई त्यहाँ एउटा बाइक पछारिएर मरेछ फेरि गाइज बाई बाई आजको भिडियोलाई यति नै लाइक सब्सक्राइब कमेन्ट ठोक्नु नबिर्सिनु होला अब अर्को भिडियोमा बनाउँछु तपाईँहरूलाई यसको नेक्स्ट पार्ट चाहियो भने चाहिँ होइन लाइक सब्सक्राइब गरिदिनु होला अनि कमेन्टमा नेक्स्ट पार्ट लेख्नु होला बाई बाई